हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल एल्ना राणामा। आज भने म जाँदैछु खेतमा, किनभने त्यहाँ गएर मैले आज कुरो काट्नु छ नि त, त्यसैले हातमा देख्न सक्नुहुन्छ नाम्लो डोकोमा। मैले सोचिरहेको थिएँ हिजो अस्ति नै भिडियो बनाउँछु भनेर, तर भिडियो बनाउन पाएन नि त, किनकि धेरैजना थियौँ क्या, त्यसैले बनाउन लाज लाग्यो नि त। त्यसैले आज भने म अहिले जाँदैछु एक्लै, तर मम्मी र दिदी चाहिँ खेतमा गएर कुरो काटिसक्नु भएको छ। सधैँ चाहिँ हामीले डोकोमा ल्याउँथ्यौँ, तर आज चाहिँ लामो छ अरे कुरो, त्यसैले चाहिँ नाम्लोमा ल्याउनु लागेको। तर कसैले अकरा पनि भन्छ, कसैले कुरो पनि भन्छ। हामी चाहिँ कुरो भन्छौँ, तर माइतीमा चाहिँ अकरा भन्थे। सो भिडियो हेर्न चाहिँ नबिर्सनु होला अन्तिमसम्म। खेत नजिकै पुगिसकेको छु, त्यहाँ गएर चाहिँ मैले देखाउने छु हाम्रो खेतहरू कस्तो छ अनि हामीले कसरी कुरो काट्छ भनेर सबै देखाउने छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनु होला। भिडियो चाहिँ पुरा हेरिदिनु होला। सो अब म नजिकै पुगिसकेको छु, एकछिनमा म देखाउने छु हजुरहरूलाई हाम्रो खेतहरू। म खेत नजिकै पुगिसकेको छु, अब म देखाउने छु हजुरहरूलाई हाम्रो खेत कस्तो छ भनेर। हेर्न सक्नुहुन्छ कस्तो लाग्छ हजुरहरूलाई हाम्रो गाउँ अनि खेतहरू। कृपया कमेन्टमा भनिदिनु होला। सो हाम्रो खेत चाहिँ अझै पर छ, हल्का पर जानुपर्छ। हेर्न सक्नुहुन्छ कस्तो छ, पुरै हरियाली हरियाली छ, पुरै गाउँले भरिएको छ नि त, त्यसैले हरि नै हरियो देखेको छ। भने म जाँदैछु, मम्मी छिन् हेर्न सक्नुहुन्छ। म ढिलो आएको छु नि त, मम्मीको रियाक्सन कस्तो हुन्छ हेरौँ है त। दिदी खै त मम्मी, दिदी खै? यहाँ चाहिँ माइजूहरूले कुरो काट्दै हुनुहुन्छ। मम्मी त रिसाउनुहुन्छ कि भनेको त रिसाउनु भएन त हौ। हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा यस्तरी कुरो उहाँ चाहिँ माइजू हुनुहुन्छ, यहाँ चाहिँ दिदी। नानी चाहिँ पहिल्यै लाज मानेर पछाडि फर्किनु भएको छ। माइजूले हेरे रिसिँदै पखत तिम्रो मोबाइल फुटालिदिन्छु भन्दै मनमा सोच्दै कुरो काटिराख्नु भएको छ। मैले त देखिनँ। के भन्छन्, स्विच बिजुलीको। मेरो अलि मधुरो छ कि नक्कली परिछ। अब भने म जाँदैछु पानी ल्याइदिन माइजूहरूको लागि। जर्किन कसकोमा माग्नु, त्यहाँ माथि र? ल ल गएँ म पानी ल्याइदिन। म चाहिँ अब यहाँनिरको घरमा चाहिँ जर्किन माग्न आएको, तर कोही हुनुहुन्न जस्तो छ। नानी 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 चाहिँ कोही हुनुहुन्न रहेनछ, त्यसैले जर्किन चाहिँ म आफै चोरेर ल्याएको छु। अब पानी नल्याइदिने भने फेरि रिसाएर बस्नुहुन्छ नि त माइजू दिदीहरू, हामी त्यसैले चोरेर भए पनि ल्याइदिनु लाग्यो, किनकि अब एकछिन नजिकै हो नि त। अनि त्यसैले मैले एकछिनमा त ल्याइदिइहाल्छु नि त, त्यही भएर चोरेको कि मैले।
सो अब पानी भने यहाँ भर्छु म। पानी पनि आएको छ कि छैन त्यस्तो थाहा भएन मलाई। सो सानो सानो आएको छ जस्तो छ। यत्रो पानी आएको छ हेर्न सक्नुहुन्छ कति सानो छ पानी। अब भने म पानी भर्छु। हेर्न सक्नुहुन्छ फाइनली पानी भरेर सकिसकेको छ। अब भने म जान्छु पानी लगिदिएर। अब ढिलो भयो नि त, धेरै ढिलो भयो कि पानी सानो एकदम सानो आएको थियो नि त, त्यसैले पानी भर्न ढिलो भयो। अब फेरि के भन्छन् त्यहाँ गएर म हजुरहरूलाई सबै देखाइदिनेछु है। एक त जिस्किरहन्छन् यस्तो बाटो परिरहेको छ कि यहाँ बाटै छैन हिँडेको, त्यही पनि पानीले। हेर्न सक्नुहुन्छ गाउँमा पानी चलिरहेको छ नि त। म त उल्टो बाटो आएछु कि जाँदैछु जर्किन लगेर। पानी सानो आएछ माथि। फर्स्टमा चाहिँ म पानी दिन लागेको छु मम्मीलाई। ल्याउनु मम्मी पानी। पानी खायो भने तागत लाग्छ, पोसिलो हुन्छ। किन जाने खोला गई के काम छ? माइजू तिर्खा लागेको छैन? मलाई तिर्खै लाग्दैन। बाहिर लिस्ट पानी खाने। सबभन्दा त मैले कान्छी माइजूको भिडियो बनाउनु भन्छु के। माइजूले पानी खाएको भिडियो बनाउनु। मान्छे हुनुहुन्थेन अनि त्यत्तिकै लिएर आएको, बाहिर थियो जर्किन अनि। खानुभयो माइजूले। मुखले खानेलाई नाकले त खानुभयो माइजू। ल्याउनु नानी पानी, भिडियो बनाइदिन्छु भनेर। माइजूले खानुभएन? यहाँ चाहिँ मसुरो छ, त्यही छान्दै माइजूहरूले चाहिँ फुक बनाइरहेको है। यस्तरी छान्नु भएको छ कि मसुरो र के भन्छ अरे कति राम्री राम्री देखिनु माइजूहरू। हाम्रो 15 वर्ष पैसा हो के भएर राम्रो देखेको भन्ने। मसुरोभरि घाँसले ढाकेछ। मसुरोभरि घाँसले ढाकेछ, कति बेला काट्ने हो। बाई बाई, म गएँ आफ्नै खेतमा। हेर्न सक्नुहुन्छ अहिले भने म आफै कुरो काट्दैछु। यस्तो छ है कुरो, फेरि म देखाउँछु हजुरहरूलाई। मलाई चाहिँ खासै कुरो काट्नु नि आउँदैन, किनकि मैले कहिले नि कुरो काटेको थिइनँ नि त योभन्दा पहिला। त्यसैले हेर्न सक्नुहुन्छ यस्तो छ कुरो। माइजू हजुरलाई के जिराउनु रह्यो के हजुरलाई। तामा गारा हो कि तामा काराको बिहाको निम्ति आएको थियो। कार्ड हाम्रो घर थियो, जिम्ला बन्दा बन्दै कार्डै हरायो। बिहानसम्म थियो, अहिले हेरेका अहिले खाली थिएँ। म जान्छु भनेर हेरेको थिएँ, भेटाइन। हामीले कुरो काट्दै हुन्छ चर्याक चर्याक पार्दै हेर्न सक्नुहुन्छ।
यो चाहिँ अर्ग्यानिक घाँस हो नि त हाम्रो खेतमा जागेको यस्तो खालको हेर्न सक्नुहुन्छ। आज भने कुरो काट्न आएको थिएँ कि म, तर यहाँ चाहिँ सबैको एउटा कुरा जान्न मन लाग्यो कि मलाई चाहिँ के भन्दाखेरि यहाँ माइजूहरू चाहिँ को पार्टीको हुनुहुन्छ भनेर मलाई जान्न मन लागेको थियो कि, त्यसैले म चाहिँ इन्टरभ्यू लिन गइरहेको छु। फर्स्टमा चाहिँ अब जेठीबाट हो कि यहाँ हुनुहुन्छ जेठी मम्मी मम्मी क्या हो भनिदिनु भयो क्या हजुर के पार्टीको मम्मी? माटो पार्टीको। यसचोटि भोट केमा दिने मम्मी? माटैमा माटैमा हजुरको जय होस्, अरूको भएन। यही माटा नै दिने म। यही माटाले आजसम्म साथ राखेको छ। धन्यवाद। अब भने म जाँदैछु अर्को माइजूको इन्टरभ्यू लिनलाई। उहाँ चाहिँ माइजू हुनुहुन्छ, उहाँ चाहिँ माइली हुनुहुन्छ घरभरिमा। माइजू हजुर के पार्टीको? म त घन्टी पार्टीको। घन्टी पार्टीको? भोट केमा? भोट रुखमा। अनि चिन्ह चाहिँ के हो त? चिन्ह चाहिँ सूर्यको। कैसा लगा मेरा मजाक? मस्त जोक मारा रे यहाँ। सूर्यको ल बधाई छ हजुरलाई। न धेरै राम्रो एन्सर दिनुभयो, हजुरलाई धेरै धेरै बधाई छ। अब भने म जाँदैछु अरू माइजूहरूको इन्टरभ्यू लिनलाई। नानी कति राम्रो हुनुभएको छ कि, फुल जस्तै हाम्रो नानीलाई भमराको आँखा नलागोस्। माइजू हजुरलाई स्वागत छ मेरो धन्यवाद युट्युब च्यानलमा। आज तपाईँ नयाँ हुनुहुन्छ, केही कुरा सोध्ने छु म हजुरलाई। म त भर्खरै आएको नै हो त। अब भन्नु हजुर के पार्टीको माइजू? म स्वतन्त्र। हजुरलाई मनपर्ने नेताको नाम भन्नु। के हो भनेपछि मेरो मनपर्ने खगेन्द्र सुनार। अरे कहना क्या चाहते हो? मस्त जोक मारा रे यहाँ। हंस रे हलकट हंस। खगेन्द्र सुनार। अनि उहाँको भोटको चिन्ह चाहिँ के हो? हेलो हजुर। अनि हलोलाई के पार्टी भन्छन्? स्वतन्त्र भन्छन् कि कांग्रेस भन्छन् कि के भन्छन्? एमाले हो कि? अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखे। एमाले हो? ल बधाई छ। यसचोटि भोट केलाई दिने? भोट दिनु पर्ला यही माटोमा। ल बधाई छ। अब भने म जाँदैछु अर्को माइजू। स्वागत छ माइजूलाई फेरि पनि मेरो युट्युब च्यानलमा। नेपाल माइजू म हजुरको इन्टरभ्यू लिन्छु है। हजुरलाई मनपर्ने नेताको नाम भन्नु पर्यो कि पहिला? मनपर्ने नेताको नाम रवि लामिछाने। अनि रवि लामिछानेको भोटको चिन्ह चाहिँ के हो? भोटको चिन्ह रुख हो कि? अरे कहना क्या चाहते हो? कौन है ये लोग? कहां से आते हैं? ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।
अनि यसचोटि भोट चाहिँ केमा दिने? भोट अब त्यो बेलाहरूमा दिनु त होला। ल बधाई छ। अनि सधैँ यस्तै गर्नुहुन्छ हजुरहरूले भोट हाल्ने बेला? हजुर ए सधैँ के भन्छ अरे केमा दिनुहुन्थ्यो अरे? यस्तै त हो, कहिले रुखमा कहिले ढुङ्गामा कहिले माटो भिज्ने जस्तो अब। अनि नेताले पैसा दिन्छन् कि नै त? पैसा माग्छन् अझ हामीबाट। के गर्दा माग्छन् हिजो? चुनाव लड्न चाहियो भने माग्छन् त। चुनाव लड्न चाहियो गरेर भन्छन्। बुलेट दिने गरे कसैलाई चामल दिने गरे। हजुरलाई त दिन्नन् फेरि? हामीबाट त लिने हुन्छ। अब त्यो नेतालाई के भन्न चाहनुहुन्छ भनिदिनु पर्यो यहाँबाट। त्यो नेतालाई अब के भन्ने त, त्यो नेतालाई यसरी कति नजिते भन्ने। हेर्न सक्नुहुन्छ मेरो भिडियोमा मान्छेहरूले के भन्नु भएको छ भनेर। यो भिडियो चाहिँ नेतासम्म पुगोस्। मेरो सिगा नै आयो नेताको नाम लिनु। मेरो लागि भारी बन्दैछ दिदीले भन्ने दिन लाग्नु भएको छ। मलाई चाहिँ भारी बनाउन आउँदैन कि यस्तो रे, त्यही भएर दिदीले बनाइदिन लागेको। यो चाहिँ दिदीको भारी हो। अब भने हामी जाँदैछौँ घर, त्यसैले भारी बनाएर रेडी बन्न लाग्यो। रेडी भइसक्यो। अब भने म बोक्छु भारीलाई। बोकम आफ्ना दायित्व पाइन्छ नि त त्यतिकै लेख्ने हो। यो घाँस चाहिँ अब हामी यहाँ राख्छौँ मिलाएर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। अब भने हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा।